गाई गोरुको हत्या भइरहँदा पनि सरकारले कारबाही नगरेको भन्दै साधु सन्त तथा हिन्दूवादीहरूले जनकपुर धाममा विरोध प्रदर्शन गरेका छन्। देशभर श्रृङ्खलाबद्ध रूपमा गाईको हत्या भइरहेकोमा साधु सन्तका साथै विभिन्न हिन्दूवादी सङ्घ संस्थाका प्रतिनिधिहरूले जनकपुर धाममा विरोध प्रदर्शन गरेका हुन्। जनकपुर धामको जानकी मन्दिरबाट निकालिएको विरोध रैली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोन सभामा परिणत भएको थियो। रैलीका क्रममा उनीहरूले गौ हत्या बन्द गर्नुपर्ने, गौ हत्या गर्नलाई फाँसी दिनुपर्ने, हिन्दू र राष्ट्र कायम गर्नुपर्ने लगायतका नारा लगाइएका थिए। रैलीमा सहभागी जानकी मन्दिरका सहायक महन्त राम रोशन दासले गौ हत्या भइरहँदा समेत सरकार चुप्प लागेर बसेकाले साधु सन्त सहित शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिनु परेको बताउनुभयो। जनावरको रूपमा राखिएको छन् गाई र हाम्रो ओम परिवार 84% यो हिन्दूको देशमा आज भोलिमा आएर एउटा अराजकता स्थिति सिर्जना 2 महिना विगतदेखि गरिरहेछन्, जुन गौ हत्या र सरकार अहिलेसम्म यसमा ध्यान आकर्षण एउटा हुनुपर्ने त्यो भइरहेको छैन र बन्द भइरहेको छैन। यसैको विरोधमा हामी जनकपुर धाममा चाहिँ आज विरोध र्याली निकालेको छु कि गौ हत्या बन्द गर्नुपर्छ। गौ हाम्रो सनातनको देवता हो, माता तुल्य हो र यो हामी कदापि पनि बर्दाश्त कुनै पनि सरकारसँग गर्दैन। यो सरकारको चेतावनी स्वरूप हामी विरोध रैली आज जनकपुरवासी गरेछु र हामी मधेसमै चाहिँ यो गौ हत्या विरुद्ध चाहिँ यदि बन्द भएन, कारबाही भएन, उनीहरूमाथि जसले गौ हत्या गरेछ त निरन्तरता दिँदै हामी आन्दोलनसम्म गर्ने तयार छौँ। उहाँले अब पनि गौ हत्या तथा सामाजिक सद्भाव बिगार्ने कार्य नरोकिए काजाभन्दा काजा आन्दोलन गर्न बाध्य हुने पनि चेतावनी दिनुभयो। शान्तिपूर्ण विरोध प्रदर्शनबाट पनि सरकारले नसुन्ने आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार नेपाल सरकार हुने उनको भनाइ थियो। यो धर्मनिरपेक्षता हुने नहुने देशमा एउटा हिन्दू राष्ट्र हटाएर धर्मनिरपेक्ष गरियो र आज आएर एउटा अराजक स्थिति जहाँ पनि अहिले सद्भाव रैली निकाल्नु परिरहेछ। यही कारण हो कि हामीहरू सनातनको देशमा जुन अहिले केही नगण्य व्यक्तिहरूद्वारा जुन अराजकता फैलाउँदै जहाँ पनि सद्भाव बिथोल्न कोसिस गरिरहेछन् र सरकार चाहिँ मौन छन्। म सरकारलाई आग्रह गर्छु र किशोरीजीसँग उहाँहरूको सद्बुद्धिको लागि प्रार्थना गर्छु कि यस्तो नदोहोरियोस् र दोहोरियो भने यसको अन्जाम सरकारलाई नै नराम्रो हुन्छ। धरानबाट विरोध रैलीमा सहभागी हुन आएका आचार्य श्रीनिवासले सनातन धर्ममाथि प्रहार गर्न श्रृङ्खला नरोकी यो नेपाल सरकार पनि बाँकी नरहने चेतावनी दिनुभयो। उहाँले 84% हिन्दू धर्मावलम्बीहरूको देशमा सनातन धर्ममाथि नियोजित ढङ्गले प्रहार भइरहेको भन्दै काठमाडौँमा 1 लाख भन्दा बढी हिन्दू धर्मावलम्बी उतार्ने चेतावनी दिनुभयो। लिएर एउटा क्रिस्चियनको पास्टरलाई मेयर बनाएको यथावत तपाईहरुलाई विदितै छ, जहाँ कि एउटा नक्सा बिना वडाको सिफारिस बिना मन्दिर अगाडि आएर चर्च बनेको घटना तपाईहरुलाई थाहा छ। धरानमा गौ काटेर भोज लगाएको कुराहरु तपाईहरुलाई थाहा छ। त्यहाँको सरकार मौन छ, त्यहाँको नगरपालिका मौन छ, त्यहाँको सिडिओको हो अहिलेको एकजना महिला हुनुहुँदो छ हाम्रो हेमकला पाण्डे। उहाँ एउटा यस्तो सिडिओ देखेँ मैले, एउटा महिलामा म धेरै सम्मान गर्थेँ महिलालाई। उहाँहरूले के भन्नुभयो मलाई कि कुनै मुद्दा आए छैन, कुनै रिपोर्ट आए छैन, कुनै मुद्दा आए छैन, कुनै रिपोर्ट आए छैन, हामीले कसरी कारबाही गर्ने? हामीले गौहत्याको विरुद्धमा बारम्बार ज्ञापन पत्र लिएर गयौँ गौहत्या विरुद्धको कुरालाई लिएर, तर सिडिओले पनि सुनवाई गरेका छैन। राज्य मौन छ। किन? हिजो गाई काटेर खानुपर्छ भनेर सिकाउने प्रचण्डको सरकार छ नि त, त्यही कारण न त यहाँ राज्य मौन छ। नत्र भने राष्ट्रिय जनावर तपाईहरुको काटिएर मिडियामा हालिरहँदाखेरि, मिडियामा आइरहँदाखेरि प्रशासन मौन हुने हो? यो यदि हिन्दूलाई जिस्काएर देशमा हिन्दू धार्मिक हिंसात्मक द्वन्द्व भड्कियो भने यो सरकार रहँदैन यो देशमा। आचार्य श्रीनिवासले अब पनि नेताहरू चुप लागेर बसे, नेपाली सनातनहरूले नेताहरूलाई लखेटी भगाउने चेतावनी दिनुभयो। विश्व हिन्दू परिषद लगायत सङ्घ संस्थाले निकालेको र्याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। सुनसरीको धरानमा केही दिन अघि गाई गोरुको हत्या गरी सार्वजनिक रूपमा
भोज आयोजना गरिएपछि सनातनीहरूले विरोध जनाउँदै आएका छन्। उनीहरूले गाई गोरुको हत्या गर्नेमाथि कारबाही गर्न पनि माग गर्दै आएका छन्।